डिफ्रेन्ट एप्रोचबाट चाहिँ हामीले सिक्ने काम गर्दैछौँ। सो यसको लागि हाम्रो मेजर थिम भनेर चाहिँ वी आर ट्राइङ टु स्टडी दिस इलेक्ट्रोफिजियोलोजी। स्पेसली चाहिँ हाम्रो ग्रुपमा के छ हाम्रो 8 सेमेस्टरको स्टुडेन्ट पनि हुनुहुन्छ, 6 सेमेस्टरको स्टुडेन्ट पनि हुनुहुन्छ। सो अलरेडी डाइभर्सिफाइड त भइ नै सकेको छ। त्यहाँनिर इच ग्रुपमा चाहिँ 8 को पनि छन्, 6 को पनि छन्। रनिङको काम गर्छौँ। यसको लागि मैले चाहिँ हाम्रो क्लास जुन हाम्रो ग्रुप छ यसलाई चाहिँ मैले 4 ग्रुपमा डिभाइड गरेको छु। सो ग्रुप 1, ग्रुप 2, ग्रुप 3 र ग्रुप 4 होइन। This is Manish, and today I'll be talking about a fascinating area in biomedical engineering, none other than electrophysiology. For communication within the cells or within the body, and they help to control everything from your heartbeat to your thoughts. Again, we use various tools. ब्रेन सेन्ट्रल नर्भस सिस्टममा जान्छ, त्यो चाहिँ न्युरोनको थ्रुबाट जान्छ भने अब हाम्रो सेन्ट्रल नर्भस सिस्टमले पनि हाम्रो सेन्सर रिफ्लेक्टर्सहरूमा चाहिँ ब्याक चाहिँ हाम्रो सिग्नलहरू ट्राभल गराउँछ। तर 50 मिलिभोल्ट चाहिँ आउट अफ 70 मिलिभोल्ट चाहिँ सोडियम पोटासियम पम्पले नै गभर्न गर्ने काम गर्छ क्या। त्यो चाहिँ हाम्रो सोडियम पोटासियम पम्पको एउटा फ्याक्टर, अर्को फ्याक्टर हो। अर्को म चाहिँ खासमा त्यो रेस्टिङ मेम्ब्रेन पोटेन्सियल भनेको के हो त्यो कुरा भन्छु। सोडियम पोटासियम पम्प Neuroprotective, especially understanding how neurons communicate. EMG, ECG. कि के चाहिँ हामीले स्टडी गर्छ भनेपछि इलेक्ट्रिकल प्रोपर्टी इन द नर्भस सिस्टमभित्र कस्तो आयनहरूको कन्सन्ट्रेसन, आयनहरूको फ्लो, मुभमेन्टहरू कसरी भइरहेछ भन्ने कुराको स्टडी हामीले गर्छौँ एक्रस द सेल मेम्ब्रेनमा। अब त्योभित्र जस्तै हाम्रो के हुन्छ भनेपछि हामीसँग यो भित्र चाहिँ हाम्रो डिफ्रेन्ट आयनहरू हुन्छ, जस्तै सोडियम आयन, पोटासियम आयन। यसको भनेको चाहिँ जब स्टिमुलेसन स्ट्रङ इनफ हुन्छ त्यो चाहिँ इन्टायर बडीमा चाहिँ एक्सनको तर्फबाट ट्रान्सफर हुन्छ। अनि रेस्टिङ स्टेट भनेको चाहिँ जेनरली -70 मिलिभोल्ट तललाई कन्सिडर गरिन्छ हुन्छ र जसले चाहिँ पोटासियम बाहिर निस्किन्छ अनि बेब्रेन पोटेन्सियल चाहिँ रेस्ट पोजिसनमा आउँछ। बिस्तारै हुने गर्छ। सोडियम पोटासियम पम्प स्टिल जस्तै पोलराइजमा चाहिँ भित्र इनसाइडमा माइनस हुन्छ भने बाहिर चाहिँ पोजिटिभ आयन्सहरू हुन्छ। साइन छ, वेभ छ, इलेक्ट्रिकल वेभ, पोटेन्सियल भनेर एक्सन पोटेन्सियल बसेको हुन्छ। आयनले बडी मात्रै लिड गर्छ अनि त्यसपछि बडी लिड गर्छ, त्यसपछि हाइपरपोलराइजेसन हुन्छ। Our topic म चाहिँ टाइटललाई नै ब्रेकडाउन गर्छु। यो टाइटल इलेक्ट्रोफिजियोलोजीलाई चाहिँ 3टा भागमा डिभाइड गर्छु। इलेक्ट्रो, फिजियो एन्ड लजी। यसको मिनिङ डिफ्रेन्ट छ। Membrane potential refers to the difference between the electrical charges across the cells, cell membrane. यहाँ मैले फिगर भनेको यहाँ त बनाएँ फिगर भन्नु सोडियम पोटासियम एटिपिएस पम्प भन्ने बनाइसकेको। यसले के काम गर्छ भन्दाखेरि ड्युरिङ इच साइकल प्रत्येक साइकलमा
किन सोडियमलाई मोक्स गराउँछ इनसाइड आउट आयनहरू चाहिँ इन्साइडमा धेरै हुन्छ त्यसैले गर्दा कन्सन्ट्रेसन पावर कन्सन्ट्रेसन डिफ्युजनले गर्दा ओभरभ्यू अफ इलेक्ट्रोफिजियोलोजी अनि बायोइलेक्ट्रोनिक्सको बारेमा भन्न गइरहेछु। इलेक्ट्रोफिजियोलोजीको बारेमा मेरो साथीले भनिसक्नु भएको छ। बायो इलेक्ट्रोनिक्सको बारेमा भन्छु। बायो इलेक्ट्रोनिक्स भनेको के हो? बायो